युके सिजनल वर्क भिसा 2025 को आवेदन खुलेको छ। यसका प्रक्रियाहरू, भिसा प्रक्रियाहरू, वर्किङ भिसाको जुन प्रक्रिया, लागत, तलबहरू कति छ सो बारेमा सम्पूर्ण जानकारी लिएर आएको छु। जुन बेलायतको सिजनल वर्किङ भिसा बारे चाहिँ हामीले जानकारी लिएर आएका छौँ र यो भिडियोमा चाहिँ हामी यो भिसा कसरी प्राप्त गर्ने, कति खर्च लाग्छ र त्यहाँ के कस्तो तलब पाइन्छ भन्ने बारेमा चाहिँ विस्तृत रूपमा चाहिँ छलफल गर्नेछौँ। र यदि तपाईँ युकेमा अस्थायी रूपमा काम गर्न र पैसा कमाउन चाहनुहुन्छ भने यो भिडियो चाहिँ तपाईँको लागि उपयोगी हुनेछ र हामी यस प्रक्रियामा आउने सबै चरणहरू र महत्त्वपूर्ण जानकारीहरू चाहिँ तपाईँहरूको लागि समेटेका छौँ। र युकेको भिसा जुन यसको आवेदन प्रक्रियाहरूको सम्बन्धमा पनि रहेको छ र प्रोसेसिङ समयहरू के कति लाग्दछ, खर्च के कति लाग्दछ र त्यसै गरी सफल हुनका लागि तपाईँहरूले गर्नुपर्ने सुझावहरू, तपाईँहरूले गर्नुपर्ने कामहरू के छ सो बारेमा हामीले यसमा भिडियोमा लिएर आएको छौँ। र युके सिजनल भिसा है, विशेष गरी युके सिजनल वर्कर भिसाको बारेमा भन्दै गर्दा चाहिँ यो चाहिँ सिजनल वर्कर भिसा T5 जुन युकेमा अस्थायी काम गर्नको लागि दिइने चाहिँ भिसा हो यो। र यसले तपाईँलाई निम्न क्षेत्रहरूमा काम गर्न चाहिँ अनुमति दिन्छ, जस्तै हर्टिकल्चर सेक्टर है। हर्टिकल्चर सेक्टरमा चाहिँ तपाईँले जुन फल तरकारीहरू, फुल है, फलफुल तरकारी उत्पादन सम्बन्धी कामहरू गर्न सक्नुहुन्छ हर्टिकल्चरमा। त्यसै गरी पोल्ट्री वर्करमा चाहिँ जुन कुखुरा फार्ममा काम गर्नको लागि चाहिँ तपाईँहरूलाई यसले चाहिँ भिसा प्रदान गर्दछ। र पर्यटन क्षेत्र जुन मौसमी, जुन होटल, रेस्टुरेन्ट आदिहरूमा चाहिँ तपाईँले भिसा चाहिँ आवेदन दिन सक्नुहुनेछ। र अब युके सिजनल भिसामा जुन तपाईँहरू जानको लागि, एउटा सफल रूपमा जानको लागि गर्नै पर्ने कुरा चाहिँ एउटा चाहिँ अङ्ग्रेजी भाषाको तपाईँहरूलाई चाहिँ आधारभूत ज्ञान हुनुपर्दछ र त्यसै गरी शारीरिक रूपमा पनि तपाईँहरू तयार हुनुपर्दछ र अन्य अनुभवी सिजनल वर्करहरूसँग पनि तपाईँहरूले चाहिँ कुरा गर्न सक्नुहुनेछ र आफ्नो एउटा भ्यालिड स्पोन्सरसँग मात्रै तपाईँहरूले चाहिँ आफ्नो स्पोन्सर चाहिँ एप्लाई गर्नुपर्नेछ र कागजातहरू तपाईँहरूले राम्रो तयारी गर्नुपर्नेछ र जाडो र खर्च, जुन जाडो खर्चको लागि पनि तपाईँहरूले आफ्नो व्यवस्था पनि मिलाउन सक्नुपर्दछ। अब आवश्यक कागजातहरू है, युके सिजनल भिसाको लागि आवश्यक कागजातहरूमा चाहिँ जुन भ्यालिड राहदानी है, भ्यालिड पासपोर्ट, कम्तीमा पनि 6 महिना म्याद बाँकी रहेको पासपोर्ट चाहिँ तपाईँहरूले चाहियो। त्यसपछि स्पोन्सरबाट प्राप्त गरेको सर्टिफिकेट, स्पोन्सरसिप जुन COS चाहियो। तपाईँहरूले चाहिँ स्पोन्सरसिपबाट चाहिँ एउटा सर्टिफिकेट पाउनुपर्ने हुन्छ। त्यसै गरी पर्याप्त आर्थिक स्रोत प्रमाणित गर्ने कागज, ब्याङ्क स्टेटमेन्टहरू पर्याप्त भन्नाले धेरै त पर्दैन है। जे होस्, तपाईँहरूलाई केही गाह्रो साह्रो पऱ्यो भने त्यहाँ पुग्ने पैसा भन्नु खोजेको र अङ्ग्रेजी भाषामा चाहिँ आधारभूत ज्ञान भएको तर औपचारिक कुनै परीक्षाहरू, IELTS, PTहरू चाहिँ यसमा आवश्यक छैन र तपाईँले भरेको आवेदन फारम चाहिँ यहाँ चाहिन्छ। र त्यसै गरी भिसाको अवधि र विशेषताहरू के हुन् त है। भिसाको अवधि र विशेषतामा चाहिँ यो भिसा चाहिँ सामान्यतया 6 महिनादेखि अधिकतम नै 6 महिनासम्म नै यो चाहिँ भ्यालिड हुन्छ र यसलाई नवीकरण गर्न मिल्दैन र तपाईँ भिसा समाप्त भएपछि चाहिँ नेपाल फर्किनुपर्छ, यो फ्याक्ट कुरो। र तपाईँले यो भिसामा आफ्नो परिवारलाई साथमा लैजान चाहिँ पाउनुहुन्न र सिजनमा मात्रै काम गर्न पाइन्छ र विशेष गरी वसन्त र ग्रीष्म ऋतुमा भन्ने यो कुरा रहेको छ। अब तपाईँहरूले यसमा स्पोन्सर कसरी खोज्ने भन्दै गर्दाखेरि यो भिसाको लागि चाहिँ तपाईँले आवेदन दिनुअघि चाहिँ तपाईँले एउटा प्रायोजक स्पोन्सर चाहिँ पाउनुपर्छ र जुन युकेमा लाइसेन्स प्राप्त स्पोन्सरहरूको भरले मात्रै सिजनल वर्करलाई चाहिँ नियुक्त गर्न सक्छन्। र हालको चाहिँ प्रमुख लाइसेन्स प्राप्त जुन स्पोन्सरहरूको बारेमा चाहिँ जुन प्रोफोर्स लिमिटेडहरू, HOPS लेबर सोल्युसनहरू, जुन कङ्कोर्डिया जुन युके लिमिटेडहरू, त्यसै गरी फ्रुटफुल जब्स लिमिटेडहरू मार्फत चाहिँ तपाईँहरूले चाहिँ स्पोन्सर्स चाहिँ पाउन सक्नुहुनेछ र तपाईँहरूले gov.uk-बाट गएर पनि तपाईँहरूले त्यहाँ पनि स्पोन्सरसिपका लिस्टहरू तपाईँहरूले पाउन सक्नुहुनेछ। र युकेमा कामको अवस्था र तलब कति छ त है। युकेमा चाहिँ जुन युकेको नेसनल लिभिङ वेज चाहिँ जुन उमेर 23+ अनुसार नै रहेको छ र प्रति घन्टा चाहिँ 11.44 लगभग नेपाली 1900 रुपैयाँ रहेको छ प्रति घन्टा। त्यसै गरी प्रतिदिन 8 घन्टाको दरले नै काम गर्दाखेरि 91.52 लगभग 15,200
रहेको छ प्रतिदिन र प्रति हप्ता 40 घण्टाको दरले चाहिँ जुन प्रति हप्ता चाहिँ 76,000 रहेको छ, 457 युरो रहेको छ। त्यसै गरी प्रति महिना 1830 युरो गर्दा लगभग नेपाली 3,04,000 रुपैयाँ चाहिँ हुने गर्दछ र ओभरटाइम र बोनस सम्बन्धीको चाहिँ सामान्य ओभरटाइमको सामान्य दर चाहिँ 1.25 देखि 1.5 गुणासम्म है, 1.5 गुणा बढी चाहिँ तपाईहरुलाई चाहिँ जुन रेट चाहिँ दिन्छ ओभरटाइम गर्दाखेरि है। जस्तो 11 को 1.5 गुणा भनेको तपाईहरुलाई 1.5 गुणा चाहिँ तपाईहरुलाई चाहिँ दिने गर्दछ। 1 रुपैयाँ छ भने तपाईहरुलाई 1.5 रुपैयाँ थपेर चाहिँ दिने गर्दछ र पिक सिजन बोनस चाहिँ कम्पनी अनुसार फरक हुनेछ र प्रदर्शन आधारित बोनस जुन प्रतिदिन उत्पादन संख्या अनुसार चाहिँ त्यो पनि एउटा चाहिँ बोनस, एउटा राम्रो बोनसको चाहिँ व्यवस्था रहेको छ। र यो जुन यो अनलाइन आवेदन प्रक्रिया रहेको छ, अनलाइन आवेदन प्रक्रिया तपाईहरुले gov.uk भन्ने वेबसाइटमा गएर पनि तपाईहरुले हेर्न सक्नुहुनेछ र यो आवेदन प्रक्रियाको बारेमा भन्दै गर्दाखेरि यसको प्रोसेसिङ समय पनि सामान्यतया चाहिँ 3 देखि 4 हप्तासम्म चाहिँ यसको प्रोसेसिङ समय रहेको छ र फास्ट ट्र्याक रूपमा पनि गर्न सक्नुहुनेछ। तपाईहरुले 5 देखि 7 दिनभित्र पनि त्यसको लागि पनि तपाईहरुले एक्स्ट्रा शुल्क तिरेर फास्ट ट्र्याक रूपमा पनि गर्न सक्नुहुनेछ र आवेदन जुन शुल्कको कुरा गर्नु पर्दाखेरि चाहिँ जुन सिजनल वर्कर भिसा शुल्क चाहिँ लगभग 319 युरो जति चाहिँ पर्न आउँछ है, 319 युरो र अन्य अतिरिक्त बायोमेट्रिक शुल्क, हेल्थ चेकअप शुल्कहरु पनि लाग्छ र अरु तपाईको एजेन्सी शुल्कहरु सामान्य रूपमा लाग्छ र हवाई टिकटहरु यताउता लाग्दाखेरि तपाईको अनुमानित जानलाई चाहिँ खर्च चाहिँ 2.5 लाख 2 लाख हैन, त्यतिसम्म चाहिँ तपाईहरुको चाहिँ खर्च हुन सक्दछ। र त्यसपछि आएर बायोमेट्रिक जुन आवश्यक शुल्कहरु चाहिँ भुक्तानी गर्नुपर्ने र बायोमेट्रिक डाटा चाहिँ दिनको लागि बीएफएस केन्द्रमा चाहिँ अपोइन्टमेन्ट लिनुपर्ने र बीएफएस केन्द्रमा सबै आवश्यक कागजातहरु दिनुपर्ने र बायोमेट्रिक डाटा औंठाको छाप र फोटो पनि दिनुपर्ने भनेर यो कुरा रहेको छ। र यसमा मैले अन्तिममा भन्दै गर्दाखेरि चाहिँ तपाईहरुलाई विशेष गरी चाहिँ युके सिजनल वर्कर भिसा चाहिँ एउटा चाहिँ अस्थायी है, यो चाहिँ एउटा अस्थायी प्रकृतिको नै सिजनल भिसा हो। तपाईहरुले यति कुरा चाहिँ एकदम याद गर्नु पर्यो र यो चाहिँ अस्थायी अवसर हो र जसले चाहिँ तपाईलाई एउटा राम्रो आम्दानी गर्ने मौका पनि दिन्छ र हामीले सामान्य रूपमा हेरे अनुसार चाहिँ 6 महिनामा तपाईले औसत युरो 6,000 देखि चाहिँ 9,000 सम्म है, लगभग 10 देखि 14-15 लाख रुपैयाँ सम्म चाहिँ तपाईहरुले चाहिँ बचत गर्न सक्नुहुनेछ र यो भिसा लिँदा र त्यहाँ काम गर्दा चाहिँ विभिन्न चुनौतीहरु पनि आउन सक्छ र त्यसैले आफ्नो तयारी राम्रो गरेर आवश्यक कागजातको व्यवस्था गरेर भ्यालिड स्पोन्सरशिपको सहयोग लिएर मात्रै काम गर्न चाहिँ महत्त्वपूर्ण हुन्छ। र यदि तपाईको युके सिजनल भिसाको बारेमा केही प्रश्नहरु छ भने कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ र म केही आफूले जानेसम्मको जवाफ चाहिँ जुन कमेन्ट चाहिँ रिप्लाई गर्ने कोसिस गर्नेछु। यो भिडियो हेर्नु भएकोमा धन्यवाद छ। लाइक, कमेन्ट, शेयर गर्नु होला, साथीहरुमा शेयर गर्नु होला। हस्त, धन्यवाद।